नानी नि खानु त्यो सानो मखमा अहिले टको त हैन यसले काम गर्दैन झन् मको कहिले दोरिन् भन्ने भूकम्प जानुभन्दा अगाडि चाहिँ हामी यही घरमा बस्छु साथीहरू। भिडियो बनाउनु चक्करमा चाहिँ यस्तै हो साथीहरू, अलिअलि लडिन्छ। म चाहिँ आज शिकार गर्ने कि नगर्ने आवाज वाउ, आवाजले चाहिँ मलाई फुल लगाइदिँदैछ गाइज। ए हाम्रो गाउँ पुग्यो साथीहरू। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। अनि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गर्नु नभुल्नु होला। अनि आज चाहिँ म कता जाँदैछु भन्दाखेरि नि साथीहरू, म चाहिँ मकै गर्नु जाँदैछु। कता भन्दाखेरि हाम्रो यता काकी र म चाहिँ, दिदी चाहिँ जानु भइसक्यो होइन। अनि काकी र म चाहिँ टक टक कोदाली बोकेर अनि आज चाहिँ होइन मकै गर्नु चाहिँ कहाँ जाँदैछु भन्दाखेरि साथीहरू, पहिलाखेरि होइन हाम्रो भूकम्प अगाडिको घर गाउँमा हो कि हामी चाहिँ भूकम्प पछाडि हो नि त यहाँ आएर बसेको चाहिँ। अनि अहिले चाहिँ हामी भूकम्प अगाडि बसेको वासस्थान के भन्छ गाउँमा जाँदैछु गाइस। तपाईँहरूलाई पनि देखाउँछु हाम्रो पहिलाको गाउँ कस्तो रहेछ भनेर है त साथीहरू। अनि काकी यता हेर्नु, मेरो भ्लगमा स्वागत छ। हेलो भन्नु, हेलो भन्नु न। हेलो के भन्नु त त्यति हो। अया मम्मी हातै गल्यो यार मेरो। ल साथीहरू मैले बोक्छ केही नभन्ने त्यति हो। हेलो भने पुग्यो। ल साथीहरू, म चाहिँ यस्तो गरेर कोदाली बोकेर चाहिँ टक 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 हिँड्दैछु होइन। अनि मास्क पनि लगाएको छ किनकि धुलो एकदमै उड्छ नि त। अनि त्यही भएर म चाहिँ मास्क लगाएर हिँड्दैछु गाइस। भिडियो मात्रै बनाऊँ अहिले। अनि साथीहरू, म चाहिँ होइन धेरै समय पछाडि चाहिँ मकै गोड्नु जाँदैछु होइन। आज चाहिँ हामी 4-5 जना इष्टमित्र भएर चाहिँ मकै बारी दर्याम दर्याम गर्नेछौँ होइन। मलाई काकाले नि भोलिदेखि दिउँ भनेको छ। भोलि राम्री भएर आउनु न काकी, अनि म काका र काकीको भिडियो बनाइदिन्छ ल। कहाँ आउनु त? कस्तो टिकटक बनाउने हो गाइज, आलुबारी दर्याम दर्याम गर्ने होला। काकाको टिकटक खोलिदिनु न अहिले। ल भरे खोलिदिन्छ, काकाले जानिन रे। म खोलिदिन्छ भरे होला नि। काकाले जान्दैन तिमीहरूले मिलाइदिएर हालिदियो भने होला नि। काकाले टिकट जान्दैन। मैले अस्ति पनि बनाएको थिएँ यहाँनिर। हाम्रो चाहिँ आलु यस्तो राम्रो भइरहेको छ गाइजहरू, हेर्नुहोस्। तपाईँहरूलाई पनि आलु चाहिन्छ भने आउनु होला है। फाइनली गाइज हामी चाहिँ हाम्रो पुरानो बस्तीमा पुग्नु लाग्यो। यो चाहिँ संसारको घर। हामी संसारको घर छेउ हुँदै यताबाट हुँदै हुँदै साथीहरू त्यहाँ आमाहरूको घर हुँदै त्यो डिल तल्लोमा चाहिँ हाम्रो घर हुन्छ साथीहरू। गाइजहरू चाहिँ होइन यस्तो ठुलो पुल थियो नि त। अनि एकचोटि बाढी आएर चाहिँ पुरै पुल बगाएर चाहिँ अहिले यो अवस्थामा छ हाम्रो होइन। यहाँ यस्तो बाटो थिएन कि, यस्तो राम्रो बाटो थियो नि। अहिले त पुरा बाढी आएर हेर्नुहोस् त्यसपालि यस्तो पहिरो यस्तो छ है हाम्रो गाउँमा चाहिँ फेरि है साथीहरू। डर लाग्यो मैले भिडियो गरेर हिँडेको छु काम गर्न जाने मान्छेहरू यस्तो। ओ माइ गॉड, मोबाइल फुटेकै थियो गाइज। म चाहिँ एक भल्ड्याङ लडी गयो क्या फेरि। भिडियो बनाउनु चक्करमा चाहिँ यस्तै हो साथीहरू, अलिअलि लडिन्छ। घुँडा त ठोकिन थाके गाइज। यो घरमा चाहिँ एकदमै हौ हल्ला गरिरहेछ। भारी बोतल हुँदैन नि यहाँतिर। हेलो हेलो नमस्ते आमा। नमस्कार छोरी, नमस्कार। नमस्ते नमस्ते सबैजनालाई। गयो ल, भरे भेटौँला। बाई बाई। ल बाई बाई। खाना खानुभयो? खायो दुध हेर्ने यति त छ नि। दुई माने सिङ्गी खानुपर्छ भरे।
लौ चक्लेट बारेर हो ल हेलो बहिनी के छ काकी मलाई छोडेर नजानु न हाम्रो गाउँमा त यत्रो यत्रो भइसक्यो मकै गोड्नु होइन दोहोऱ्याउन भन्न दोहोऱ्याउनु डबल गोर्नु आयो कि हामी चाहिँ होइन साथीहरू ए हाम्रो गाउँ पुग्यो साथीहरू ल साथीहरू हामी चाहिँ त्यही आज चाहिँ मकैबारी दोहोऱ्याम गरिन्छ होइन हाम्रो पुरानो घर चाहिँ यही हो हेर्नुहोस् यस्तो रमाइलो छ साथीहरू हाम्रो गाउँ चाहिँ ओके गाइज हाम्रो पुर्ख्यौली घरमा आइपुग्यो आजभन्दा होइन कति वर्ष भयो काकी भूकम्प गएको 8-9 वर्ष भयो है 8 वर्ष 8-9 वर्ष स्वास्थ्य बिहे गर्ने सालै 72 सालमा त हो नि अनि हामी भूकम्प अनि हो भूकम्प जानुभन्दा अगाडि चाहिँ हामी यही घरमा बस्थ्यो साथीहरू यही घर त होइन अब हाम्रो ठुलो गरेको घर थियो क्या यहाँनिर अनि त्यो घर चाहिँ भत्काइसक्यो ओ माई गॉड ओ गाइस किम्बु अनि त्यसपछि क्यारपे साथीहरू तपाईँहरूको गाउँमा चाहिँ यसलाई के भन्छ हाम्रो गाउँमा चाहिँ क्यारपे भन्छ है क्यारपे खान्छौँ किम्बु खाइरहेछ यस्तो मिठो गरेर अमिलो गाइस अमिलो रहेछ अमिलो क्यारपे के सियो त यहाँनिर चाहिँ मेरो निधार हामीले टल्क्या बोतलमा पानी थाल्यो दामी भयो गाइस मकै गाडीमा आइपुग्यो आवाज के छ खबर फेरि भेट भयो त आवाज र मेरो एकछिन ल मैले मकै भाँच्यो सरी ल भित्ता मकै भाँच्यो मैले खै एकछिन भयो वाउ आवाजले चाहिँ मलाई फुल लगाइदिँदैछ गाइज कसले भना मैले वा यसरी लाउने हो त पछाडि भयो नि त यसरी लाउने है यसरी है झुम्का झल आवाजले मलाई झुम्का बनाइदिएछ वा थ्याङ्क यू आवाज हेलो भन त हेलो आवाज पनि कस्तो राम्रो देखेको झुम्कामा ल साथीहरू अब म पनि मकै गोड्छु है हाम्रो मकै चाहिँ यत्रो यत्रो भयो रहेछ ल गाइस म चाहिँ रेडी भइसकेँ यहाँनिर ल अब मोबाइलमा उति भिडियो गर्दै आएर अनि यहाँतिर मोबाइल गएर भिडियो गर्दै आएर चौँदै खाला नि होइन गाइस हाम्रो चाहिँ होइन 12 बजे चाहिँ छक्करी भन्ने हुन्छ एक टाइम त्यो चाहिँ छ्याङ हो गाइस होतिर खाल एकछिन मैले छाङ छान्छु अनि समय गाइस तपाईँहरू पनि छ्याङ खानु भयो आउनुहोस् है मकैको छ्याङ गरेर यस्तो मिठो छ नि मैले छ्याङ छानिसकेँ थाक्यो यार निचोरेर खायो भने त्यो बिखारो हुन्छ अरे थाहा छ कति पाइरहेछ अस्ति के सोधोमा दिदी त उनीहरू कति आइसक्थ्यो उनीहरू त सोधोमा दिदी त आइजम त पुण्डुङे त पछि सोधोमा दिदी भन्ने चिन्छ बाले मलाई गाली गर्नुभयो गाइज भन्ने के हेरेर नियाला भन्ने भन्ने अन्त गाइज म चाहिँ छ्याङ है अब तल साथीहरूलाई दिनु पर्यो नि त ल गयो बा ल नानी ल मिठोले छ क्या राम्रो देखायो यार हरियाली मकै मान्छेहरू त झनै राम्री हुनुहुन्छ यतातिर हाम्रो क्युटी पाइ काकी यसरी खन्दैछ काकीले झ्याम मकै बारी दोऱ्याम यता पनि काकी हाम्रो उतातिर दिदीहरू हुनुहुन्छ कस्तो रमाइलो देखायो यार भिडियोमा त
खाम लाग्दो छ्याङ छ आउनु न हाई गाइज आवास र म चाहिँ यहाँ छ्याङ नहान टोली होइन कस्तो राम्रो हरियाली जङ्गल हामी जङ्गलभित्र छौँ गाइज हामी आज शिकार गर्न आएको के अरे आवास र म चाहिँ आज शिकार गर्ने कि नगर्ने आवास ओके गाइज अब चाहिँ हामी खाजा खाने टाइम भयो अनि आवास र म चाहिँ खाजा बनाउन जाँदैछु खाजा बनाउने भन्दा पनि फेरि अब त्यही त हो नि अरू सब रेडी भएको छ होइन छ्याङ छान्ने हो गाइज यस्तो अवस्थामा छ गाइज म चाहिँ होइन आवासलाई चाहिँ लास्टो भोग लागेर क्या साथीहरू बस खाजा कस्तो छ साँच्ची खाजा चाहिँ ल आवाज अचार अनि रोटी जुस भन्न छ्याङ जुस मेरो खाइसक्छ गाइस हामी चाहिँ खाजा खाए ल खाऊ आवाज छ वर्षमा खाउँ सबैको मेला भन्छ नि 6 वर्षमा भन्छ नि सकिहाल्छ छ्याङ मैले खान लागेको यस्तो भनी राखेर रोटी उहाँ रोटी छ्याङ तिमी ल काकी उहाँ अचार टुक्रा बनाएको त नि मैले बनाएको दामी छ माइला बढिहाल्छ होला क्या माइले ल्याउरे खान्न भनेर मलाई त दुईटा भए पुग्छ नानी नि खानु त्यो सानो मखमा अहिले टाउको त छैन यसले काम गर्दैन झन् मक कहिले दौडिन् भन्ने बेलामा अनि सुता हुन्छ अब त ठुलो भने त त्यो एउटा त हो अस्ति त बेला उयोसम्म गर्नु पाछि जम्ना र मैले चाहिँ त्यो भनेको छ माया हेर्दै ठिक छ बारी हेर्दै ठिक छ माया गङ्गा कहाँ छ स्कुल रहेछ कान्छे यो चाहिँ यताको भ्यू चाहिँ एकदमै राम्रो छ साथीहरू पारीको गाउँ दामी देख्दो रहेछ छिटो छिटो खाइसकेर चाहिँ म यस्तो एकछिन अरूहरूले खानेसम्म चाहिँ म एकछिन सुत्छु गाइज होइन अनि म चाहिँ खाना चाहिँ फेरि एकदमै छिटो छ नि त अनि छिटो छिटो अगाडि खाएर चाहिँ म टक्कै यहाँनिर एकछिन आराम गरिरहेको छु होइन साथीहरू फाइनली गाइज हामी चाहिँ मकै गोडेर नै आइसक्यौँ होइन गाइज आज चाहिँ होइन मकै गोड्दा पुरै रात परिसक्यो होइन अब हामी यस्तो उकालो हिँड्नुपर्छ कि हेर्नुहोस् त साथीहरू अब यो उकालो हिँड्दाखेरि चाहिँ हामी घर पुग्दाखेरि चाहिँ पुरै रात पर्छ पाल्या